छ गानै भएछ नि यो त मैले पनि सुनेको छु है गाना मलाई एक पनि खान यहाँ भन्दा मसँग टोइलेटै हुँदैन क्या अब मलाई जाडो भयो यार पैसा त्यो भन्छ अहिले जाँदा हुन्छ उता चाहिँ खाना मिल्थ्यो अहिले छैन यसरी यही बसौँ भनेको क्या होइन यहाँ यो त छ नि त हुँदैन त्यही मजाले कल गरिहाल्छु अब मलाई लाग्छ आउँछ किनभने आमाले मात्रै ल्याएन भने भन्ने आउँदैन सिद्धान्त तर आमाले नि फेरि मलाई चिन्नुहुन्छ क्या कस्तो भयो नि ड्राइभर गर्नु बोलायो कस्तो त्यो चाहिँ मलाई पनि मन परेन क्या बिचारा हिजो पनि त्यसरी मेरो घोडा गाइज मेरो घोडा हो गाइज यिनीहरू त जबसम्म यसको वेट लुज गर्दैनौ नि त्यो मेरो घोडै हो यस्तो हो क्या हिजो पनि त्यस्तै अलिकति मेरो टिकटक पैसाको पनि कुरा होइन आफ्नो रक्सी भयो मात्रै हो चल्दै अरे क्या किया रोज त पनि यहाँ बढी नथापै भमिट गर्नु सक्छ हैन म त एक्जिट छ सक्नु सक्सेस मैले त्यो कुरा हैन त भोगी दिदी यसलाई थप्न त त्यो भाडो छ तर मलाई नथापै रोज ल मलाई यतिखेर छिटो ल छिटो नाच्न चाहिँ सक्नुपर्छ है मलाई यहाँ थप्नु छ नि म अनकन्सियस हुन सक्छु ब्ल्याकआउट हुन सक्छ अलिकति यस्तो गीत लगा कि हाम्रो मुड हिजो तपाईहरु किन ननिस्केको क्या यसरी भने हिजो त प्राइभेट पार्टी थियो के प्राइभेट पार्टी नि तपाईहरु हामी वी आर नट इन्भाइटेड के हालेछ भात त्यहाँ यतिकै चल्यो भने पनि सबैजना घुलमिलिहाल्थ्यो भात पनि भात त हो नि जाड भनेको आज स्याटरडे हो यार स्याटरडे त पार्टी नै हुन्छ होला नि रोज मलाई जाने हो हिजो रक्सीमा पैसा लाग्दैन थियो नि त त्यो कुरा त्यहाँ अन गरिहालिन्छ नि 2-4 बोटका म त केही पनि थप्दिनँ रोज त यो थपेर त थपाउँदै हो म आई क्यान लाइक रोज तिमीहरूलाई नि म थपाउनु सक्छु तर म थप्न सक्दिनँ त्यो त्यति बेला के होइन म तिमीहरूलाई नि एक